अब तपाईँले हेर्दै हुनुहुन्छ एउटा बच्चालाई एकदम बिजोग तरिका राखेको छ बजारको बिच बाटोमा। त्यही त हो नि, यहाँ छोडेर जान्छ बौद्धतिर गयो। बहिनी त्यो बच्चालाई किन यसरी राखेको छोपेर यसरी किन बिजोगलाई राखेको हो अनि ल ल अब ल मैले यो बच्चा लान्छु पालिदिन्छु स्कुल तपाईँलाई देखाइदिन्छु स्कुलमा राख्ने भने तपाईँले दिनुहुन्छ तपाईँलाई हामी त्यो कुन ठाउँमा राखेको सबै देखाइदिन्छु यसलाई चाहिँ हामी कहिलेबाट लाने बाबुलाई अहिले लानु भयो नि लानु अहिले लैजाउँ अहिले त होइन उसको घरको मान्छेलाई पनि सोध्नु पर्यो ल हेर यस्ता बाबु ह्यान्डसम हात मिलाऊ यहाँ हात मिलाऊ ए हात मिलाऊ ए हात मिलाऊ ठुलो मान्छे ल कहिले सोध्ने हो नि त म त नभए अहिले लाने हो त अहिले लानु पर्यो भनेको नि सोध्छु सोधेर नि भोलि पर्सि जानेर आएँ नभए मैले अहिले लगेर राख्यो अनि तपाईँले नाइ भने फेरि मैले फिर्ता ल्याउनु मिल्छ नि त हुँदैन अहिले लान्छु तपाईँले नाइ भने फेरि म फिर्ता दिउँला मेरो फोन नम्बर पनि दिन्छु त्यो गरेर हुन्छ नि होइन यसो रोडमा राख्नुहोस् एउटा तपाईँलाई माया लाने फेरि फिर्ता लानु किन लाउनु राम्रोसँग पढ्ने राम्रोसँग खाना पाए राम्रै गरे भने म किन फिर्ता गर्नु ल बरु तपाईँलाई म अलिकति अझ खर्च पनि दिन्छु लगे हुन्छ होइन म सोधेर अनि म ल त्यसको हात मिलाउन हाम्रो यहाँ अब आधा मिल्यो नि कुरा अर्को हात राइट ह्यान्ड का अब